नमस्ते सबैजनालाई है। यहाँ परिवार चाहिँ नेपालबाट आउनु भएको है। उहाँहरूलाई चाहिँ हाम्रो इलामे दाजु भन्ने मैले चाहिँ नाम दिएँ, किनभने उहाँले नाम भन्नु सक्नु भएको थिएन है। अन्त उहाँ चाहिँ उहाँहरूको परिवार हो कि भनेर हिजैदेखि उहाँहरूसित जोगाजोग भइरहेको थियो, तर फोटो भिडियोमा चिन्नु सक्नु भएको थिएन है। उहाँकोमा 20 साल पुरानो फोटो रहेछ। अलिअलि हेर्दाखेरि चाहिँ त्यस्तै लाग्यो, तर उहाँको यो हातको कलाइमा चाहिँ हँसियाले काटेको यस्तो यु टाइपको निशान छ अरे। अन्त यस्तोमा एउटा कोठी थियो अरे, तर मैले चाहिँ साफसफाइ गर्दा त्यस्तो देखेको थिइनँ है। र पनि मैले उहाँहरूलाई तपाईँहरूलाई सक छ भने एकपल्ट आउनुहोस् न त भन्दाखेरि चाहिँ उहाँहरू आउनुभयो। उहाँहरूलाई पनि तसल्ली भयो है। तर आज हामीले बडी हेर्दाखेरि चाहिँ होइन रहेछ उहाँको है। उहाँको बाबा हुनुहुँदो रहेछ। कति साल भयो बहिनी हराएको? 7 साल भयो अरे। उहाँ पनि यसरी हराउनु भएको, इन्डिया पस्दै उता जाँदै गर्नुहुन्छ अरे, काम गर्दै जानुहुन्छ अरे है। तर उहाँ चाहिँ हुनुहुन्न रहेछ। तर जे पनि होस्, हामीलाई अझै पनि दुःख छ है कि उहाँको परिवार चाहिँ अझैसम्म भेटिएको छैन है। मलाई अझै पनि अलिकति टाइम छ यहाँ है। म उम्मिद गर्छु कि उहाँको परिवारबाट पनि कहीँ सम्पर्क हुन्छ परिवारसित भन्ने म आशा पनि राख्दछु। साथै तपाईँहरूलाई धन्यवाद, तपाईँहरू पनि यत्रो टाढोबाट आएर है एउटा सकको बिनामा आउनुभयो है। उहाँहरूलाई पनि आशा थियो कहीँ उहाँको बुवा त होइन भनेर, तर दुर्भाग्यवश होइन रहेछ है। फेरि पनि म आशा गर्छु कि उहाँ हाम्रो इलामे दाजुको परिवारहरूसँग सम्पर्क हुन्छ भनेर म आशा गर्छु। हुन्छ, धन्यवाद। धन्यवाद तपाईँहरूलाई पनि।